रातो भाले तो चलिए शुरू करते हैं। हेलो गाइस, वेलकम ब्याक टु माई न्यू ब्लग। अनि आज चाहिँ फाइनली 4-5 दिनको काम पछाडि छुट्टी भएको थियो अनि हामी चाहिँ आज सिन्जुकु घुम्न जाँदैछौँ। अब टक्क हेरौँ सिन्जुकु, अनि त्यस पछाडि सिन्जुकुमा कहाँ गइन्छ त्यो चाहिँ फिक्स छैन। के अरे काबुकिचो जाँदैछौँ अरे। केटाहरूले पुरा रिसर्च हानेर आएछ। एउटा 500मा पैसा हाल्दैछ। मसित चाहिँ थियो 600-700 रुपियाँ। अब पुग्छ होला अहिले। अनि अब टक्क हामी जाँदैछौँ। अहिले स्टेसनमा छौँ अनि अब ट्रेन आउँदैछ 34मा होइन, ए यताको 34मा आउँछ ट्रेन। अनि त्यस पछाडि टक्क जान्छौँ हामी सिन्जुकु जान्छौँ। अनि त्यस पछाडि थाहा हुन्छ कहाँ कहाँ जाने, काबुकिचो कता कता हो जाने। हेरौँ अब आजको भ्लग कस्तो हुन्छ, म देखाउँछु तपाईँहरूलाई। छि कस्तो ढिलो भयो, एक सेकेन्ड ढिलो भएर गयो। कतै ट्रेन छुट्दिएर केही छैन। अब 34को गयो, अब अर्को आउँछ 44को होला एक्सप्रेस। लोकलमा गयो भने 1 घन्टा लाग्छ, त्यही भएर हामी चाहिँ जान्छौँ एक्सप्रेसमा। उताको आएछ। ठिक छ गाइस, म देखाउने चाहिँ तपाईँहरूलाई। One eternity later. ल गाइस, हामी चाहिँ अहिले ट्याक्कै सिन्जुकु आइसकेको छौँ। सिन्जुकु आउने भनेको थियौँ, सिन्जुकु होइन सिन्जुकु चाहिँ आयौँ हामी। के अरे ओए खाना खुवाउने होइन, रातो भाले अनि त्यस पछाडि ओए मलाई भन त त्यो ट्रेन कस्तो गर्ने रहेछ? ट्रेन कस्तो गर्ने रहेछ? ट्रेनको कस्तो गर्ने रहेछ? ए छ्या मुत गनाएको थियो यार। कसले कट्टोमै मुते रहेछ। म त एउटा सुद्धिमाथि शङ्का लाँदै गरेँ, त्यो सेतो लाउनेमा जस्तो भइरहेको थियो। त्यसले मुते जस्तो लाग्यो। अब ठिक छ, अब के भन्ने। अब अच्छा उसलाई नि देखाउन हगेको भन्नु। के गरेको अरे हगेकै हो त्यो। म मास्क खोल्दिनँ फेरि म फेमस भयो भने चाहिँ। लेकिन 1 सेकेन्ड म फेमस भयो भने चाहिँ होइन। सिनोकुबोको चाहिँ यो चाहिँ थमेल, सिनोकुबोको थमेल नै भन्छ सिनोकुबोलाई चाहिँ। नेपालको थमेल जस्तै हो। यहाँ आएर चाहिँ तपाईँहरू खानपिनदेखि लिएर अरू रमणीय दृश्यहरू पनि धेरै देख्न सक्नुहुनेछ। र त्यति भन्दै बोकाहरूलाई मात्रै थाहा हुन्छ। जस्तै कि भवेश जस्तो चिनिहाल्नु भयो होला, कसले कुरा भन्दै थियो यस्तो कुराहरू। भिडियो तिमी इन्भल्भ छैन अरे? होइन, भइरहेछ। इन्भल्भ छैन होइन, उसले सबै कुरामा इन्भल्भ भइसक्यो। फर्स्ट एक्सपिरियन्स गर्ने नै हुने। रातो भाले जाने हामी केटा हो है। कति टाढा छ? फुड एक्सपिरियन्स छ तर अरू चाहिँ छैन। ये फंस गया सीएम। कति टाढा? के हो त्यो भनेको? यस्तै भन्छ अनि तिमीलाई जापानिजमा सोध्छ अनि अक्क बक्क सबै कुरा सोध्यो भने चाहिँ के भन्ने भन्दाखेरि अब यस्तो हुन्छ नि त। कहिले काहीँ गेस्ट कस्तो हुन्छ भन्दाखेरि जापानिज चाहिँ तिम्रो 1 नम्बरको कम्प्लेन बक्स हुन्छ कि। सबै जापानिज त्यस्तो हुन्छ कि कम्प्लेन धेरै गर्नु सक्छ अनि सानो कुरामा नि फट लगाउने त्यस्तो हुन्छ होइन। सबै त्यस्तो त हुन्न होइन। तर आई लभ जापानिज एन्ड जापानिज कल्चर, all Japanese I use very much। त्यसले त हेर्दैन मेरो भ्लग जापानिज चाहिँ। ठिक छ गाइज होइन, यस्तो छ यहाँको भ्यू चाहिँ। टक्क अब खाना खाने अरे हामी चाहिँ। बिहान पनि खाना नखाइ आएको। अमला रहेछ। ल गाइस, कसैलाई अमला खाना मन छ भने चाहिँ यहाँ आउनु, दामी अमला रहेछ। कुन हो यो? ल हामी छिर्दैछौँ। यहाँ चाहिँ अन्डरग्राउन्ड पो छ क्या हो। कस्तो बनाएको यार स्मेल हो। माथि तलबाट ल्याएर ल ठिक छ, म भित्र गएपछि देखाउँछु। यो यहाँ छिर्न खिच्चा लाग्यो मलाई भिडियो गर्दै। A few moments later. मेन हेर गाइस, यहाँ चाहिँ मोमो नखाने प्राइस हेर न, प्राइसमा ठिकै हो। यतिको त नेपालमा नि यति कहाँ यार 600 को भात त कहिले खाएको थिएँ मैले। ये जो गरीब हो ना आदमी, यो साला पनि आदत छ गरीब हो। कस्तो छ भन त? दामी छ यार। खै त ल्याम्पमा गाजर खाएर घरमै खाए जस्तो भयो। ठिक छ गाइस, अब हामी चाहिँ सुरु गर्न गइरहेको छौँ।
है लिची कस्तो हुन्छ खकाली हो र सोध न सोध्दैमा के हो ल ठिक छ गाइस हामी चाहिँ सुरु गर्दैछौँ मुकबाङ अब जान्छ ल गाइस के अरे खाएल भन खाएलो ल्याम है हजुर ल गाइस हामी चाहिँ अहिले अनि बाहिर निस्केर सिन्जुकूको बिरालो हेर्न आएछौँ शिबुयाको कुकुर भने जस्तो लगाइ हामी चाहिँ फाइनल डेस्टिनेसनमा आइसकेको छौँ अहिले अनि हाम्रो डेस्टिनेसनको भित्रको भ्यू चाहिँ यस्तो रहेको छ आमा को हो केटाहरू चाहिँ मख छ भ्यू हेरेर छैन मैले भनेको अहिले चाहिँ हामी चाहिँ सिन्जुकू फेरि फर्केर सिन्जुकूबाट फर्केर फेरि सिन्जुकू आइसक्यौँ अब केटाहरू सपिङ हान्छ अरे के किन्ने हो ग्रोसरी जाने तरकारी सरकारी भेजिटेबल्स के भन्छ भेजिटेबल्सलाई तरकारी ला सर्ट त त्यहाँ किनेर हामी चाहिँ अब जान्छौँ फर्किन्छौँ भवेशले किन्छ अरे भवेश फेरि मासु खाँदैन तरकारी मात्रै हो सधैँ फेरि तरकारी पकाएरै दिने जस्तै गर्छन् What? Bro, what are you talking about, man? ठिक छ अब हामी जाँदैछौँ अघि जहाँ थियौँ त्यहीँ आइसक्यौँ अघि जहाँ उत्रेको थियो त्यहीँ आइसक्यौँ अब जाँदैछौँ हामी टक्क त्यो लाइट चाहिँ खतरा छ क्या यहाँ आज चाहिँ सबिन काममा दिनभरि काममा गएर सबिनलाई चाहिँ भिडियोमा ल्याउन पाइएन होइन दुःख लागेको चाहिँ सबिनहरू सबै अनि थ्याङ्क यू फर वाचिङ गाइज आज चाहिँ अब धेरै भिडियो बनाउनु सकेन कि झ्याउ लाग्यो धेरै बनाउन नै मन लागेन कहाँ कहाँ हिँड्यो कता कता गएर भिडमा कि त्यही भएर आज धेरै भिडियो बनाउनु चाहिँ अलिक बनाइएन पनि भ्लग छोटो भए पनि यसो मिठो मानेर हेरिदिनु होला अरे क्या अनि ठिक छ गाइस के अरे भिडियोलाई कस्तो लाग्यो कमेन्टमा चाहिँ भन्नु होइन खत्म बाय बाय टाटा गुड बाय गया